हेलो गाइज, स्वागत छ यो सानो भिडियोमा। आज हामी कुरा गर्न गइरहेको छ मिनोक्सिडिलको बारेमा। कति मान्छे मिनोक्सिडिल लगाएको पनि हुन्छन् र यसको काम के हो र यसलाई मेकानिजम हामी 30 सेकेन्डमा बुझ्नेछौँ। मिनोक्सिडिल हाम्रो युज हुन्छ एन्ड्रोजेनेटिक एलोपेसियामा। यो एलोपेसिया भनेको बाल झर्ने हो, मान्छेहरूको बाल झरिरहन्छन्, त्यसलाई एलोपेसिया भन्छन्। र यो एलोपेसिया किन हुन्छ? बिकज अफ डिएसटी हर्मोन। यसको मेकानिजम हामी हेर्न गइरहेका छौँ। डिएसटी हर्मोन डाइहाइड्रोटेस्टोस्टेरोन, जसले यसले श्रिङ्केज अफ हेयर फोलिकल्स गराउँछ, हेयर फोलिकल्सको श्रिङ्केज गराइदिन्छ, जसले गर्दाखेरिमा के हुन्छ? यो थिनिङ हेयर हुन्छ र हेयर फल हुन्छ। र हाम्रो मिनोक्सिडिल काम कसरी गर्छ? यसको इम्प्रुभड ब्लड सर्कुलेसन गराउँछ, जस्तो हाम्रो फोलिकल्समा के गर्छ भने अक्सिजनको मात्रा बढाउँछ, इन्क्रिज गर्छ र न्युट्रिसन्सहरू हाम्रो हेयर फोलिकल्सहरूमा गएर स्ट्रङ र न्यू हेयरको फेजलाई बढाउने गर्दछ यसले।